नमस्कार, म बिसीजी। मलाई जन्मने बित्तिकै दायाँ पाखुराको माथिल्लो भागमा एक डोज मात्र लगाइन्छ र मैले क्षयरोग विरुद्धको काम गर्छु। नमस्कार, मेरो नाम पोलियो हो। मलाई 6 हप्ता, 10 हप्ता र 14 हप्तामा मुखबाट खुवाइन्छ। मैले पोलियो रोग विरुद्ध काम गर्दछु। नमस्कार, मेरो नाम रोटा खोप हो। मलाई 2 पटक 6 र 10 हप्तामा मुखबाट खुवाइन्छ। मैले झाडा पखाला विरुद्ध काम गर्दछु। नमस्कार, मेरो नाम पीसीबी हो। मलाई 6 हप्ता, 10 हप्ता र 9 महिनामा दायाँ तिघ्राको माथिल्लो भागमा लगाइन्छ। मैले निमोनिया रोग विरुद्धको काम गर्दछु। नमस्कार, मेरो नाम टिपिटी खोप हो। मलाई 6, 10 र 14 हप्तामा देब्रे तिघ्राको माथिल्लो बाहिर भागमा लगाइन्छ। मैले 5 वटा रोग विरुद्ध काम गर्छु, जसमा भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी र हेमोफिलस इन्फ्लुएन्जा। मलाई पेन्टा भनेर पनि चिनिने गर्छ। नमस्कार, म एफआइबी खोप हुँ। मलाई 14 हप्ता र 9 महिनामा लगाइन्छ। म दायाँ पाखुराको माथिल्लो भागमा लगाइन्छ। म पोलियो रोग विरुद्ध काम गर्छु। नमस्कार, मेरो नाम दादुरा रुबेला हो। मलाई 9 महिना र 15 महिनामा देब्रे पाखुराको माथिल्लो भागमा लगाइन्छ र मैले दादुरा रुबेला रोग विरुद्धको काम गर्छु। नमस्कार, म जेही। म 12 महिना पूरा भएपछि दाहिने तिघ्राको माथिल्लो भागमा लगाइन्छ। म जापानिज इन्सेफेलाइटिस रोग विरुद्धको काम गर्छु। नमस्कार, म टिसिबी। मलाई 15 महिनाको उमेरमा बायाँको तिघ्रामाथि लगाइन्छ। म चाहिँ टाइफाइड विरुद्धको खोप हो। नमस्कार, मेरो नाम टिटिडी खोप हो। म गर्भ रहेको एक महिना पछि र अर्को मात्रामा फेरि एक महिना गर्भ रहेको 1 महिना पछि र फेरि अर्को 1 महिना पछि लगाइन्छ। मैले टिटानस र भ्याकुते रोग विरुद्ध काम गर्दछु।